एक शान्त जङ्गलको छेउमा सानो झुपडी थियो, जहाँ एक गरिब तर मायालु आमा आफ्नो सानो छोरासँग बस्थिन्। उनीहरूको जीवन सजिलो थिएन, तर आमाको माया र सन्तुष्ट मनले त्यो घरलाई स्वर्ग जस्तै बनाएको थियो। एक दिन छोरा दाउरा खोज्न जङ्गल गयो। जङ्गलको बीचमा उसले एउटा सानो खरायो देख्यो, जसको खुट्टा घाइते थियो। खरायो पीडाले थरथर काँपिरहेको थियो। त्यो दृश्य देखेर उसको मन पग्लियो। उसले तुरुन्तै खरायोलाई बोकेर घर ल्यायो। आमाले खरायोलाई देख्ने बित्तिकै माया लाग्यो। आफ्नो कम खानेकुरा भए पनि उनले त्यसलाई बाँडेर खान दिइन्। उनले जडीबुटी लगाएर खरायोको खुट्टा बाँधिन् र दिनरात त्यसको हेरचाह गरिन्। केही दिनमै खरायो निको हुन थाल्यो। समय बित्दै जाँदा खरायो त्यो घरको एक सदस्य जस्तै बन्यो। छोरा र खरायो सँगै खेल्थे, हाँस्थे। आमाले पनि उसलाई आफ्नै सन्तान जस्तो माया गर्थिन्। त्यो सानो घरमा खुसी भरिएको थियो। तर एक दिन अचानक ठूलो आँधी आयो। पानी पर्यो, हावा चल्यो र बिस्तारै बाढी आउन थाल्यो। झुपडी वरिपरि पानी भरिन थाल्यो। आमा र छोरा डराए। उनीहरू कहाँ जाने भनेर अन्योलमा परे। त्यही बेला खरायो अगाडि अगाडि कुद्न थाल्यो। उसले जस्तो उनीहरूलाई कतै लैजान खोजिरहेको थियो। आमा र छोरा उसको पछि पछि लागे। खरायोले एउटा सुरक्षित उचाइ भएको ठाउँतर्फ बाटो देखायो। उनीहरू बाढीबाट बचे, तर अचानक ठूलो छाल आयो र खरायो पानीमा बग्न थाल्यो। छोरा चिच्यायो, आमा रोइन्। उनीहरूले केही गर्न सकेनन्। सानो खरायो उनीहरूको आँखा अगाडि हरायो। आमा र छोरा दुवै निकै दुखी भए। उनीहरूले महसुस गरे त्यो सानो जीवले आफ्नो ज्यान जोखिममा राखेर उनीहरूलाई बचाएको थियो। त्यो माया र त्याग सम्झेर उनीहरूको आँखा भरिन्थ्यो। तर केही समयपछि जब पानी कम भयो र वातावरण शान्त भयो, उनीहरू बसेको ठाउँ नजिकै एउटा सानो चलायमान छाया देखियो। त्यो खरायो नै थियो। थाकेको थियो तर जीवित थियो। छोरा दौडेर गयो र खरायोलाई अँगालो हाल्यो। आमाको आँखाबाट खुसीका आँसु बगे। त्यो क्षणमा उनीहरूले महसुस गरे साँचो माया कहिल्यै हराउँदैन। त्यसपछि उनीहरू अझ बलियो बने। उनीहरूले सधैँ सम्झिरहे, सानो खरायोले उनीहरूलाई सिकाएको पाठ कि माया, दया र त्याग संसारकै सबैभन्दा ठूलो शक्ति हो। र त्यो सानो झुपडी फेरि एकपटक हाँसो र मायाले भरियो।